पाल्पाको सराईको पनि लालपाटी भन्ने ठाउँमा आएको छ आज हामी सुमन र म। मेरो बाइक चाहिँ क्यानी सिधर त्यो मेरो बाइक हैन, अनि खोला तर्न पर्छ यस्तरी जुत्ता निकालेर। त्यही भएर हिँड्दैछु म चाहिँ बाइकसँग जानु पर्यो। कस्तो दामी के ल खोला तर्ने कहाँबाट त अब हामी अहिले कताबाट आएको अरे उत्यताबाट होइन। ल त्यहाँ बहिनीहरू तर्दै रहेछ खोला। बगौला है बगौला त्यहाँ बाइक ल बाइक चाबी छ नि गो पकेटमा छ। माडी हो है यो चाहिँ टक्क पाल्पामा धेरै धान फल्ने ठाउँ माडी। ल अब म इन्भिजिबल पुल तर्छु होइन। देखिस् सानो भएको डल्ले भएको बेफाइदा यही हो कि भिज्छ हेर। म भिज्दिन, अलि लम्बु छु, मेरो खुट्टै ठुलो छ। ए यहाँ त खाल्टो रहेछ सेट। हेर त्यस्तो फोहोरो पानी खेलेर बगायो मलाई, बगायो दुःख पीडा डिप्रेसन स्ट्रेस एन्जाइटी सबै बगोस् यही खोलामा। सबैको है, सबैजनाको को डिप्रेसनमा गएको छ यही खोलाले बगाओस् सबै डिप्रेसन जति। मान्छे होइन फेरि ओन्ली डिप्रेसन। जुत्ता लाउने कता हो त हामीले अब? हो यताबाट निस्किनु मिल्दो रहेछ नि त स्याट्ट। हो त्यही जुत्तातिर यही पखालिएको खुट्टा आइया कस्तो गाह्रो हुने। कलिलो खुट्टा छ फेरि मेरो है, दुख्ने क्या यस्तोमा हिँड्दा। आया गाह्रो भो गाह्रो गहिरो रहेछ। हातमा जुत्ता लिएर ओए बगाउँछ कि के हो? यत्रो पानीले पनि पुरा खुट्टा चाहिँ एकतिर टेक्छु भन्दा अर्कोतिर लैदिने क्या। पानीसँग कति पावर हुँदो रहेछ बल्ल थाहा हुँदैछ है मलाई गाइस। आया दुख्यो हो, दुख्यो खुट्टा। आया नेपालको बीचमा हिँड्दैछु म। नेपाली बीच भन्दाखेरि फेरि त्यो अर्कैवाला बीच सम्झौला होइन। त मैले भनेको BITCH होइन कि BEACH बीच। यहाँ त गहिरो छ होइन। जम्प हान्दिउँ न त ल जम्प हान। म तँलाई क्यामेरा पास गरिदिन्छु अनि म जम्प हान्छु। जम्प हान ल हिम्मत छ बाबु। उफ्रिदे गहिरो रहेछ। अलि त्यहाँ छिम गएर झ्याप जम्प हान्न सकिन्न? जुत्ता फाल्दै पहिला होइन। ऊ त्यहाँबाट हान्न त ल। अनि यति जिस दिमाग लगाउनु पासा तिमी यार, दिमाग लगाऊ पासा। जुत्ता फाल्दिस् ल। 1 2 ल सुमन इज गोइङ टु जम्प है। यति जम्प गरेर पनि तँलाई त पुरा त्यो गढिँदै मिलाउनु पर्यो है सबै। अब मेरो पालो धेरै बोल्न त होइन। क्यामेरैसित जम्प हान्छु है। अग्लो भएको खुट्टा लामो भएको फाइदा यही हो। बाइक त अच्छा उतै गरेर लगाऊँ न त आइज। वाउ नेचुरल ब्युटी। कसले भन्छ नेपाललाई हेभन होइन भनेर? कसै छ नेपाललाई हेभन होइन भन्ने? सिङ्गल भिड्छु म। नेपाली हेभन गाइस। हेर त हरियाली हुँदा प्रकृति कति राम्रो छ। वाह सबैजनाले हेर न त्यहाँ खेतमा चाहिँ पुरा धान गोड्दै, कोहीले चाहिँ धान गोड्ने भनेको फेरि धानलाई गोड्ने होइन, फेरि धानभित्र चाहिँ सानसाना त्यो हुन्छ नि नचाहिने खालका
के भन्छन् त्यसलाई झारहरू उम्रेका हुन्छन् होइन त्यो झारहरू गोड्ने सबैजना खेतमा हेर त साँझ परेपछि नि लैलै याद खेतकै आउँछ धेरै झारहरू गोड्नलाई ल बाइक इज हियर नम्बर प्लेट पनि खत्रै छ मेरो बाइकको मेरो ट्याग चाहिँ टक सिनेमेटिक सर्ट हानौँ है त मेरो बाइकलाई फेरि ह्यान्डसम छ भनेर फेरि हल्का तिमीहरूले प्रपोज हान्ने काम नगर है ओके गाइज अब चाहिँ हामी जुत्ता लगाउँछौँ अनि जान्छौँ सी यू नेक्स्ट टाइम